हेलो नमस्ते अनि सेवारु सबैजनालाई मेरो भिडियोमा शेयर गर्नुभएको छैन शेयर गरिदिनु, लाइक गर्नुभएको छैन लाइक गरिदिनु, कमेन्ट गर्नुभएको छैन कमेन्ट गरिदिनु, धेरै भन्दा धेरै शेयर गरिदिनु ल। भिडियो आउँदै गर्छ हैन। आज चाहिँ यो चाहिँ कोरियाको पोसन्सी भन्ने ठाउँमा हो। म चाहिँ सुँगुरको मासु चाहिँ आज चाहिँ किनेर चाहिँ हुन्छ नि त्यो पर भुटेर चाहिँ बजाउनुलाई चाहिँ माल किन्न जाँदैछु। अब 100-200 किलो किनेर ल्याउने भनेर हिँडेको। यस्तो छ बाटोहरू हेरौँ कोरियाको बसाइ रहन सहन हैन। नेपाल जस्तै छ। उकाली ओराली भन्ज्याङ चौतारीहरू पनि छ। अब गेडागुडीहरू पनि ल्याउनु पर्ने छ। पर्सिदेखि चाहिँ नेपालमा जमाएर ल्याएको बल चाहिँ ड्याङ्की ड्याङ हान्नु पर्ने भएको कारणले अब हानेर मात्रै भएन, माल पनि बजाउनु पर्यो। त्यो भएर म चाहिँ माल किन्न लागेको। कृपया सपोर्ट गरिदिनु होला मेरो भिडियोलाई। अहिले भिडियो यत्तिकै आउँछ, पछि हेर्नु। भस्म फरानी कण्ड खरानी बनाउने भिडियोहरू आउँछ, हेर्दै मात्रै जानु न आफ्नै आफ्नै तरिकाले। उता मेरो तामाङ भाइ हिँड्दैछ कोरियाको बाटोहरू यस्तै छ है। अनि हेर्दै गर्नु होला। कोरियाको एग्रिकल्चर हो। हेर्नु यहाँ अङ्गुर चाहिँ तपाईँको 200-400 ट्रक फलाउँछ। एग्रिकल्चरमा काम गर्न आउनेहरू चाहिँ यस्तोमा काम गर्छन् है। म चाहिँ कोरियाको लगभग गाउँ साइडै छु। हेर्नु अब नेपाल जस्तै छ लगभग। अनि अब यसरी अब यहाँ चाहिँ बस आउँछ। बस आएर बसमा चाहिँ सर्लक्क लाएर चढेर जाने ठाउँ हो। बसमा बस आउँदैछ, कति मिनट चाहिँ पर्खिनु पर्छ। त्यही भएर भाइ चाहिँ अगाडि छ। यो चाहिँ हाम्रो बस पर्खिने ठाउँ हो। अलिअलि हावा पनि चलिरहेछ, विरक्त लागिरहेछ। किनभने नेपालदेखि म छुट्टी गएर अस्ति दिन मात्रै आएको नि त, त्यही भएर। अनि यता तामाङ छ, यता रक्सी किन्नु गएको होला। अनि यहाँ अब बस पर्खिँदै अब यहाँ के जुसहरू छ। यहाँ चाहिँ रक्सी रहेछ, सस्तो, नेपाली 500 मात्रै पर्छ। तर म यो अलिकति नखाने भएकोले यतैतिर लागेँ। यो हाम्रै मिनिस्टर हो। अनि यहाँ चाहिँ एकचोटि जुस खाएर जाने निर्णय गरेको। यहाँ रहेछ मैले खाने। मैले चाहिँ यो टिपेँ, यो मिठो लागेर लाग्छ सोच्यो। यहाँबाट टक्कै यसो राख्ने हो, आफै निकाल्ने हो। यहाँ आउँछ अब हामी चाहिँ यहाँ बसको पर्खाइमा छौँ। 6 मिनट जति रहेछ आउन। अब आएपछि चाहिँ हामी माल किनेर ल्याउँछौँ। यहाँ बस्ने सबै माल किन्न जाँदै गरेको। उता काका यस्तो छ। यहाँ यस्तै छ है। यहाँ यसरी टक्लक्क पर्खिराख्नु पर्ने भएको हुन्छ। यस्तो छ। अब यता चाहिँ रहेछ निकै। यो चाहिँ कसको एकछिन कुदाउनु माग्नु पर्छ क्या हो। BMW यहाँ बस्ने रहेछ। एकछिनमा यो कुदाउनु पर्छ। हिजो निकै साह्रो भएको थियो। नाचेर बचाइयो नि त। हामी पनि कहाँ नाना थरी पो गरेर टाढोबाट ल है त यतैबाट
सुरु गरिहाल्नु होइन नगरौँ न दाजु यस्तो यो लाइभ जाने त खान्न होइन लाइभ है मेरो चाहिँ खै झार्नु भनेको त नि नगरौँ न नगरौँ न जसो नेपाली हुन्छ कोरियाको इस्यु अब एक्लैको भयो सिसी भयो सबै एक्लैको भयो क्या मेरोमा चाहिँ अब के सोच्यो भने सब अब पुरै बाहिर देशको पर्यो पुरै मैले चाहिँ अब ल्याङ्ग्वेज राम्रो बनाउनु पर्यो चाहिँ क्यारिकेचरको खतरनाक है मैले एक्जाम दिएर सबै गरिसकेपछि पनि दाइ ल्याङ्ग्वेज जोइन गरेर बसेँ क्या 1-2 महिना पछाडि पछि यहाँ आएपछि एकदम दामी लाग्यो क्या चाहिँ निस्किनु थालेन तिमी तर यो भाइ जतिको नि अस्ति शुक्रबार आएको मलाई यो भएको त्यो मन परेको चाहिँ आफ्नो सेल्फ हुन्छ नि भन्ने कुरा हुन्छ त्यो चाहिँ खतरा गरेर आएर यो चाहिँ हाम्रो कम्पनीको ग्रुपहरू है यहाँ बसेर चाहिँ कोही कोही रमाइलो गर्ने छुट्टीमा सबै खतरा न खतरा गरायो भन्दा नि त्यो प्रेसर कुकर होइन इस्यु अब सँगै भएको अरूको म ल्याउँदिनँ थिएँ प्रेसर कुकर अनि त्यो तरकारी पकाउने भाँडा ल्याएर आएर रहेछ क्या भाइ सबै कुरा कुटीबाले हिचो कुटी भने चाहिँ लौतीलाई जान्छ क्या त्यस्तो नगर्नु न सुट भएन कि अब मेरो कम्पनीमा अरू नेपाली छ भने मलाई खासै भएन इस्यु एक्लैको भयो सबैले मलाई छिटेकै छ मैले धेरै बोले भने धरती पल्टिन्छ जलदेखि फुट्छ अब मैले बोले भने धरतीको के फुट्छ अब म एउटा जलामुखी हो म देशलाई बनाउँछु भन्नु सक्दिनँ म भ्रष्टाचारी चाहिँ हो हालौँ न सुतिरहेको थिएँ क्या दाइ त उठेर बेलेर आउनु भएको थियो जसरी 1 बजी पुगेपछि दुईजना ठेक्यो 3जना हो म यहाँनिर 4जना हुन्छ मैले मेन सोच्ने भनेको म्यारिज सिक्दैछु दाइ युट्युबबाट गुडाउन थालियो अनि के सानो मान्छे छिटै लिम्बुवान जाति हो खोका उठ्ने गफ होला यो मात्रै उठ्दैन नि फेरि माथि सकिसक्यो नि अहिले माथि चाहिँ भाइले क्या हो तर केटाहरू खै होइन छोडिसक्यो भने चाहिँ कपालले होइन तामाङले 3जना छ 2जनाले कोरिया आएर पहिलोपल्ट सपिङ गरियो 1.5 लाखको मासु हेर्नुहोस् अन्डा यहाँ सब्जी अनि टमाटर ल हेर्नुहोस् गाइस केरा बनाना कमाल खुट्टा दही खुट्टै हो यो खुट्टा हो यो यस्तै महँगो छ अचार प्याज साग खोर्सानी
यहाँ पिज्जा ल यति ओहो यति खाएपछि त कडा भइहाल्यो नि 5 लाखको